त्यो घटिया टाइमिङ आइयो ल हेर्नुहोस् अगाडि अब पुल बन्द भयो होइन त अब यो पुलमा पुलको लागि त बार बन्द भयो अब तपाईको चाहिँ नि अब यो पुल जुरुक्कै उठ्छ माथि तलबाट पास हुँदैछ गाडी ल देखियो होइन त हो पुल उठ्न थाल्यो अब मेरो गाडीको सिसाले गर्दाखेरि चुम्नै गर्ने मन लाग्छ तर उड्दैछ देखिँदैछ अब ल हेर्नुहोस् त हिँड्दा हिँड्दै बाटैमा पछाडि अरू मान्छेहरू त फर्किसके युटर्न गरिसके अब यो टाइम जो लाग्नेवाला छ त अनि ल हेर पुलै उठिदिएपछि ल यो त फेरि फ्लिप नहुने रहेछ यो त सिधै माथि लिफ्टबाट माथि जान्छ जस्तो होइन ल साइकलवालाहरू पनि गएन ल हेर्नुहोस् न यत्रो पुलै माथि लिफ्टले उठाइदिएपछि कति टाइम लागेको रहेछ है त्यहाँ टाइममा आइदियो हामी ऊ तलबाट गयो बोट ऊ तलबाट टाउको गइरहेछ टाउको मान्छेको टाउको गइरहेछ अब बोट पास भयो अब त्यहाँ गइरहेछ ऊ त्यहाँ बोट पुगिसक्यो ऊ त्यहाँ बोट पुग्यो गयो ऊ यो बोट पास हुनको लागि रहेछ हो त ऊ त्यहाँ बोट पुग्यो होइन क्या राम्रो पर्पल यो के अरे यो ल्याभेन्डर पनि क्या अब अझै पनि त्यो बोट चाहिँ उहाँ पुग्यो होइन बोट त्यहाँ पुग्यो एउटा होइन दुईवटा बोट अरू पनि धेरै बोटहरू रहेछन् यार एउटा मात्रै होइन रहेछ ऊ अर्को पनि गयो तेस्रो बोट पनि गइरहेछ ऊ त्यहाँनिर ल पर पुग्यो अब अरू पनि छन् नि यार कतिवटा बोट पास भइरहेछ खास छ अब चाहिँ सिग्नल बन्द भयो भने चाहिँ अनि त्यस पछाडि यो पुल तल झर्छ अझै पनि सुरु भएको छैन यो उताबाट पनि अर्को बोटहरू आइरहेछन् आज टाइम लाग्ने छ त्यो बोट पास हुँदैछ यिनीबाट एकदम गइरहेको छु त्यहाँबाट गएँ अब चाहिँ झरो पुल सिद्धेछ बर्फ ओपन भनेर पनि ल्याएको छ क्या ब्रिज ओपन भनेर मोटर आउट भनेर होइन अब यो यस्तो छ पुलै उठाइदिने चलन हुन्छ यहाँ चाहिँ अनि त्यो मात्रै होइन अब हेर्नु होला यहाँ मान्छेहरू यस्ता मान्छेहरू साइकल चलाउँछन् बाजे बजूहरूले पनि साइकल चलाउने प्रचलन छ अब चाहिँ सिक्दिन लाग्यो अब चाहिँ सिक्दै ल हेर्नुहोस् अब चाहिँ सिक्दिन लाग्यो मान्छेहरू निकै जम्मा भयो ल ठ्याक्क अब यो बसेपछि तपाईँको ल हेर्नुहोस् ठ्याक्कै एकदम लेभलमा आइयो अब यो बार खुल्छ बार खुलेपछि ओपन अझै खोलेको छैन रेड सिग्नल छ टाइममा चाहिँ अब खुल्यो बारहरू खुल्यो अब हामी जान्छौँ यस्तो छ होइन डेभलप्ड